आनामै 5 लाख घटेर हामीले भक्तपुर जगतीय 6 लेन अरनिको हाइवेबाट जम्मी 700 देखि 800 मिटरको डिस्टेन्समा पाउने 4 आना जग्गा र 3 आना जग्गाको 3 टुक्रा जग्गा एउटै प्लानिङमा 13 फिटको बाटो एक्सिस भएको, ढल पानी बत्ती बिजुलीदेखि लिएर सबै कुरा एक्सिस भएको यो प्लानिङमा हामीले पाउने 4 आना जग्गा, 3 आना जग्गा र 4 आना जग्गा सँगै एक टुक्रा जग्गा ल्याइसकेको छौँ। अन्तिमसम्म भिडियो हेर्नु होला। म लोकेसनदेखि लिएर सबै कुरा डिटेलमा रिभ्यू दिन गइरहेको छु। देख्न सक्नुहुन्छ यो बन्दै गरेको 6 लेन अरनिको हाइवे जगतीबाट अलिकति अगाडि यो भाटे ढिकुर हो। देख्न सक्नुहुन्छ भाटे ढिकुर चोक यो बन्दै गरेको 6 लेन अरनिको हाइवे बनिरहेको छ भने देख्न सक्नुहुन्छ यहाँबाट तपाईँको यो गेटबाट छिर्सेपछि नङ्केल वडा कार्यालय जाने बाटो, यो नन्दीकेश्वर महादेवको मन्दिर जाने बाटो भनेर लेखेको छ। तपाईँको यो बाटो जम्मी 400 मिटरको डिस्टेन्समा आइसकेपछि यो पिच बाटो, यो जुन बाटो वडा कार्यालय जान्छ भने देख्न सक्नुहुन्छ यो पिच बाटोबाट देख्न सक्नुहुन्छ यो जुम गरेर देखाएँ यो बाटोबाट जम्मी 400 मिटरको डिस्टेन्समा हामीले यो बाटो सिधै गयौँ भने तपाईँको नङ्केल वडा कार्यालय पुगिन्छ भने देख्न सक्नुहुन्छ हामीले यो जग्गा तपाईँको यो ठुलो पिच बाटोबाट जम्मी 400 मिटरको डिस्टेन्समा 6 लेन अरनिको हाइवेबाट जम्मी 800 मिटरको डिस्टेन्समा पाउने 4 आना जग्गा र पाउने 3 आना जग्गा हामीले सँगै बिक्रीमा ल्याइसकेको छौँ। चलन चल्तीको मूल्य आनाको 27-28 चलेको ठाउँमा मात्र 23,50,000 प्रति आनामा हामीले बिक्रीमा ल्याइसकेको छौँ भने यो जग्गा किन्दै गर्दा तपाईँलाई सस्तो ब्याज दरमा 50% क्यास र ब्याङ्किङको पनि सुविधा उपलब्ध छ भने जग्गामा तपाईँले ढल पानी बत्ती बिजुलीदेखि लिएर सबै कुरा सुविधा सम्पन्न बस्ती बसेको ठाउँमा तत्काल घर गरेर बस्न अथवा लगानी गरेर राख्नको लागि जग्गा खोजिराख्नु भएको छ भने तपाईँले मात्र 800 मिटर अरनिको हाइवेबाट 800 मिटरको डिस्टेन्समा सिधा डिस्क्रिप्सनको नम्बरमा सम्पर्क गर्नुहोला। धन्यवाद।